नयाँ गीत झुटो होइन सुनकेसरी सार्वजनिक। झुटो होइन सुनकेसरी। नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको सङ्गीत तथा खेम सेन्चुरी र दीपिका बैम्बु मगरको सुमधुर आवाजमा सजिएको नयाँ लोकगीत झुटो होइन सुनकेसरी सार्वजनिक गरिएको छ। विनोद भण्डारीको निर्देशनमा तयार भएको उक्त गीत मोडल असीम कणेल छेत्रीको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतको भिडियोमा नारायणी खत्री र असीम कणेल छेत्रीको अभिनय देख्न सकिन्छ। गीतले लोक संस्कृतिको मर्मलाई उजागर गर्नुका साथै आधुनिक प्रस्तुतिकरण मार्फत दर्शक श्रोताको मन जित्ने प्रयास गरेको छ। मोडल असीम कणेल छेत्रीले गीत सङ्गीत मनोरञ्जनको माध्यम मात्र नभई कला संस्कृति संरक्षण र नेपालको सौन्दर्यता तथा पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँ हाल राष्ट्रिय लोकदोरी गीत प्रतिष्ठान नेपाल कपिलवस्तुको अध्यक्ष समेत रहनु भएको छ। यसअघि पनि विभिन्न गीतहरूमा अभिनय गर्दै चर्चा कमाइसक्नु भएका कणेलले यस गीत मार्फत पुनः दर्शकको सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गर्नुभएको छ। निर्माण टिमले दर्शक तथा शुभेच्छुकहरूलाई गीत एकपटक हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन हार्दिक अनुरोध गरेको छ। विशेष गरी मोडल असीम कणेल छेत्रीले आगामी सिर्जनालाई अझ परिष्कृत बनाउने उद्देश्यले दर्शकको प्रतिक्रिया र सुझावको अपेक्षा गर्नुभएको छ। बुद्धबाटिका अनलाइन तथा अल इन्फो मिडियाका लागि सुभाष खनाल र क्यामेरामा साथ दिने युनिक भुषाल कपिलवस्तु।